अलराइट सो यो भिडियोमा चाहिँ हामी के गर्छौँ भन्दाखेरि जावा प्रोग्रामिङ ल्याङ्ग्वेजको फर्स्ट स्टेप र नट द ट्रेडिसनल वे हेलो वर्ल्ड होइन जहाँ चाहिँ एकदम धेरै के के हो कहिले नसुनेको त्यो किवर्ड्सहरू लेखेर होइन अब के लेखेको थाहा छैन यो पछि बुझ्छौँ अहिलेलाई यसरी लेख्ने हो भनेर बुझ्छ नि हामी त्यो वेमा नजाउँ होइन एकदमै बेसिक सेलबाट हेरौँ होइन सेलबाट बिस्तारै ग्रेजुअली बिल्ड गरौँ सो यो भिडियोमा चाहिँ हामी केही पनि गर्दैनौँ जावा एज अ क्यालकुलेटर हेर्छौँ होइन एकदम ट्रिभियल हो यो चाहिँ अब किन चाहियो भन्ने जस्तो नि कुरा हुन्छ होइन जस्ट तर कसरी काम गर्छ भनेर बुझ्नलाई सो जे सेल होइन पाइथन पढ्नु भएको छ पाइथन युज गर्नु भएको छ भने पाइथनको पनि एउटा आफ्नो सेल छ नि त्यस्तै खालको हो त्यहीँबाट मात्र सुरु गर्नु हो है सो जावा एज क्यालकुलेटर के हुन्छ 1+2 गर्यो आउटपुटमा 3 होइन 6 - 5 भनेको 1 2 into 3 6 होइन 5/2 2.5 आउनुपर्ने तर 2 आउँछ किन भन्दाखेरि इन्टिजर डिभिजन हुन्छ होइन त्यसले चाहिँ रिमाइन्डर पोर्सनलाई चाहिँ फ्र्याक्सन पार्टलाई चाहिँ ओमिट गरिदिन्छ यसले इफ डेसिमल पोइन्टमा चाहिन्छ भने चाहिँ के गर्नुपर्छ यसरी यस्तो गर्नुपर्छ अनि 2.5 होइन सो एकदम ट्रिभियल हो नि यसमा के गरे जस्तो छ होइन सो यसबाट चाहिँ पनि हामी सुरुको जुन जावामा जुन डेटा टाइप्स भन्ने चिज हुन्छ त्यो चाहिँ हामी यहाँबाट बुझ्न सक्छौँ जस्तै 1 2 होइन यिनीहरू सबै नै चाहिँ के हो भन्दा होल नम्बर्स भयो नि होइन होल नम्बर्स भयो 2.5 भनेको त फ्रेक्सन छ त्यो चाहिँ होल नम्बर्स भयो होइन सो यिनीहरूलाई चाहिँ के भन्छ इन्टिजर्स होइन इन्टिजर टाइप अफ नम्बर्स भयो है अनि यिनीहरू भने चाहिँ डबल टाइप अफ नम्बर्स भयो सो नम्बरमा पनि दुई दुई टाइपको भयो नि त होइन इन्टेजर र डबल भनेर नभनौँ कि फ्रेक्सनल र होल नम्बर्स भनौँ होइन जावाले चाहिँ त्यस्तो खालको डेटा टाइप्सहरू सपोर्ट गर्छ बुझौँ है सो अर्को टाइप भनेको के हुन्छ भन्दाखेरि धेरै नामले दिन्छु होइन सो स्ट्रिङ सपोर्ट गर्छ है स्ट्रिङमा के हुन्छ क्यारेक्टर्स हुन्छ अब सिङ्गल क्यारेक्टरलाई चाहिँ यसरी सिङ्गल कोटभित्र र वर्डलाई चाहिँ यसरी डबल कोटभित्र यसरी हामी युज गर्न सक्छौँ है जस्तै अब यस्तो गरेर लेख्न थाल्यो भने यसलाई चाहिँ एरर भनेर भन्छ होइन ओन्ली सिङ्गल क्यारेक्टर सो यो चाहिँ क्यार भयो यो चाहिँ स्ट्रिङ भयो होइन सो नम्बर्स स्ट्रिङ क्यारेक्टर र अर्को एउटा भनेको के हुन्छ भन्दाखेरि बुलियन होइन बुलियनमा ट्रु अर फल्स हुन्छ है सो यो चाहिँ डेटा टाइप्स हो जुन चाहिँ जावाले सपोर्ट गर्छ सो यो भिडियोमा हामी केही पनि सिकेनौँ जस्ट जावा एज अ क्यालकुलेटर र जावाले के डाटा टाइप्सहरू सपोर्ट गर्छ के सपोर्ट गर्छ नम्बर्स दुई टाइप अफ होल नम्बर्स र फ्रेक्सनल नम्बर्स क्यारेक्टर्स स्ट्रिङ्स र बुलियन्स ट्रु अर फल्स सो यति मात्र सिकौँ होइन ग्रेजुअली बिल्ड गरौँला नेक्स्ट भिडियोमा भेटौँ